भाइ यता तिमी यता आउने यता भाइ यता हटौ न यता ल नाइस ल दामी दाइ ल फेरि लु भाइ भएन भाइ ए अलि झाको फाल्ने छ अगाडि आउनु न फाइनली गाइज हामी चाहिँ सूर्यकुण्ड आइपुग्यौँ दाइले भन्नुभएको पहिला यता सूर्य हेर्ने अरे उहाँ दाइले भन्नुभएको यता सूर्य हेर्ने अरे त्यसपछि यता कुण्ड हेर्ने अरे है यस्तो छ ल आज हामी कमरेडले भन्नु पायो आज हामी फेरि राइड जान आँटेको छौँ शनिबार आज चाहिँ एकदम उकालो पनि छ ओह्रालो पनि छ होइन सबै सरहरू आइसके ग्राउन्ड नम्बरबाट तर्नाबाट सब आइसक्नु भइसक्यो दाइ रिवाज भाइ हेलो तराको हाम्रो दिदी सुजन ल हामी सब राइड जाने आज फेरि उकालो छ आज एकदम थाहा भए अनुसार चाहिँ बाटो अलिक त्यति राम्रो पनि छैन होइन हेरौँ त्यसपछि फेरि चतरा निक्लेर अनि फेरि फर्केर आउने हो दाइ नमस्ते हात मिलाउँ हाम्रो चाहिँ राइड अब सुरु हुन आँट्यो ठ्याक्कै यहाँ टक्सबाट है आज चाहिँ हामी सूर्यकुण्ड जान्छौँ यता विष्णुपादुका हुँदै आज चाहिँ एकदम उकालो पनि छ अब माथि चियाबारीसम्मै उकालो छ त्यसपछि चाहिँ उता थाहा छैन म पनि गएको छुइनँ सबै साथीहरू जम्मा हुनु भइसक्यो आज 3जना लेडिजहरू पनि हुनुहुन्छ यता 2जना यता हुनुहुन्छ यता आउनुहुन्छ ल हामी चाहिँ विष्णुपादुकाको उकालो चढ्दैछौँ एकजना चाहिँ पछाडि पनि आउँदै हुनुहुन्छ हामी चाहिँ आज निकै जान भएको छौँ आजको राइड चाहिँ निकै रमाइलो होला जस्तो छ उकालो चाहिँ निकै उकालो छ यहाँसम्म थाकिसक्यो है ल गाइज ल आउनु यहाँ चाहिँ सेलाइसक्यो बिस्कुट सकिसक्यो हामी चाहिँ यहाँ वाटर ब्रेकमा आइपुग्यौँ यहाँबाट चाहिँ धरानको चाहिँ यस्तो दामी देख्छ है सरर दामी देख्छ ल हामी सबैजना ठिक छौँ नि होइन ल अब हामी लागौँ होला हौ माथि भन्ज्याङमा पनि अब यसो बस्दै गर्नुपर्छ ल पछाडि हाम्रो को पृथ्वी सर हो आउँदै हुनु नि ल गाइस अगाडि ढुङ्गा ल दायाहरू ल अब त्यस्तो उकालो छैन दायाहरू ल 1 2 3 गो खोइ एकजना प्लेयर चाहियो एकजना प्लेयर चाहियो मेरो कालो राई हामी सेतो एकजना प्लेयर आऊ न हामी सेतो हान्नु पर्यो होइन बाबु कालो भाइ फेरि लेफ्टी रहेछ हामी ल चेयर्स भाइ चेयर्स दाइ चेयर्स बियर खाइदिएको भन्ज्याङमा यता अरू ग्रुप यता यहाँ वेटरहरू वाटर ब्रेक
आउँदै हुनुहुन्छ सबैजना। जो सकेको थुक्पा र एक्सट्रिमले काम गरेर जस्तो छ। ल आउने आउने ल ल ल पृथ्वी भाइ बा पृथ्वी भाइले त फुल हेलमेट लगाएको देख्दो रहेछ के सर हेर्नु त पृथ्वी भाइले त फुल हेलमेट लगाएको देख्दो रहेछ ल उहाँ पछाडि आउँदै हुनुहुन्छ दिदी यहाँ चाहिँ जाइन्ट बाइक गरे ल भाइहरू हेलो हेलो पुरा गीत जस्तै रिमिक्स भइदिरहेको छ डान्स गरे बाइक आयो बाइक ल अहिले त्यस्तो मस्त घाम एकदम चर्को घाम लागिरहेछ उहाँ सरहरू आउँदै हुनुहुन्छ यहाँ फलेको रहेछ टिपेर राखेको ल फसुनेलाई ल ल सर आइपुग्नु भयो किन सर हाम्रो प्रेम सर घाममा भाइ आउँदैछ तलबाट भाइ आऊ 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 ल आऊ आऊ कोला ब्रेक यहाँ चाहिँ कुन ब्रेक हो कोला ब्रेक कोला ब्रेक नसकेर अशिषलाई माथिबाट तान्नु लगाएको हामी चाहिँ यहाँ माथि चियाबारी आइपुग्यौँ होइन यहाँ हामी चाहिँ आज बेरोजगारीहरू आज शनिबार सब यहाँ चाहिँ बेरोजगारीको सदस्यहरू बेरोजगारी सङ्घको सदस्यहरू म चाहिँ नम्बर 1 है अध्यक्ष हो दाइ म अध्यक्ष दाइ उपाध्यक्ष है म चाहिँ बेकारी चाहिँ होइन मेरो आजको रोजगार छुट्यो ए त्यो चाहिँ मलाई दिलाइदिनु भएको त्यो चाहिँ अब कसले तिर्नु हो अब हामी तिर्दियो भने हामी सबै बेरोजगारी कसरी तिर्दिने होइन दाइ आफै हेर्नुहुन्छ ल हेर्नु त दाइ यहाँ आइपुग्नु भयो सरहरू आउँदै हुनुहुन्छ म्यामहरू आउँदै हुनुहुन्छ यस्तो घाममा हेर्नु त अनि हामीलाई बेरोजगारी नभने कसले भन्छ अरू हामी बेरोजगारी त हो नि ल ल ल ल आउनुहोस् आउनुहोस् बस्नुहोस् अब पानी सानी हान्ने हो इनर्जी बुस्ट गर्ने हो ल चेयर्स खै त चेयर्स सबैको उठाउ चेयर्स 3 महिना जहिले दिन्छु म दही पनि बढी भएर लगाइछ ए भाइ भाइ यता तिमी यता आउने यता भाइ यता हटाउ यता ल नाइस 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 ल दामी 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 भाइ भाइ तिमी यता आउने यता भाइ यता हटाउ यता के गयो ओह्रालो
बिचमा चाहिँ म छु एक्लै होइन हान्दैछु यहाँ घटङ टङ 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 बनाएर ओ यो यो डङ 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 हिलो डङ 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 हिलो 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 यही मजा आउँछ क्या उकालोमा टक्क पछाडि माथि उठाउने ओह्रालोमा ट्याक्क तल झार्ने अरूमा चाहिँ त्यस्तो हुँदैन खासै क्यामेरा 1 2 गो 3 ल कङ्ग्रेचुलेसन सर फाइनली गाइज हामी चाहिँ सूर्यकुण्ड आइपुग्यौँ दाइले भन्नुभएको पहिला त सूर्य हेर्ने अरे उहाँ दाइले भन्नुभएको त सूर्य हेर्ने अरे त्यसपछि यता कुण्ड हेर्ने अरे है यस्तो छ ल है गाइज हाम्रो फाइनली हामीले आँटेको डेस्टिनेसन चाहिँ यही हो होइन अब यो हाम्रो पहिलो चाहिँ पुग्यो होइन हामी सूर्यकुण्ड चाहिँ आइपुग्यौँ अब दाइ अब हाम्रो सूर्यकुण्ड पछि माछाकुण्ड जाने होइन दाइ सूर्यकुण्ड सक्यो अब माछाकुण्ड जाने होइन अब त्यसपछि अलि झासो फाल्ने छ अगाडि आउनु न ठाउँ चाहिँ यतातिर राम्रो देखिन्छ कोसी ट्याक्क त्यो हो नि त तरिका बाटोमा छलफल हुँदैछ राम्रो सजिलो बाटो जाने कि अप्ठ्यारो बाटो जाने भनेर होइन ल बाटो बिर्सेर झर्ने सबैजनाले सिट तल है गाइस दामी ल गाइस लाग्यो हामी पनि डाउनहिल दिदी होला नि बहिनी म अब 50 ए 50 पुगे 7 वर्ष कान्छी अहिले कस्तो हाग्नु यो रमेश मेरो भाइ हो मेरो दाइ हो त्यो होइन म भर्खर यस्तो भएर बस्नु भएको त भर्खर 40 पुग्दैछ 40 साल सजिलो छ त आउन Right. बाटो चाहिँ खतरा रहेछ है यो चाहिँ आमा यो कोही अगाडि गए कोही पछि आउँदैछन् बाटो चाहिँ यो झन्डै पल्टेमा झेक्ने झुक्किएर झन्डै अगाडिको ब्रेक हान्नु पठाएछु यार यो यो आमा समूहहरूले त यो बाटो त हिँडाउँदै ल्याउने होला त हौ बिस्तारो जाउँ
ल आमा समूहहरूलाई पर्ख्यौँ त म जोडाउँदै ल्याउने होला ल अन्जु आउँदैछ माथिदेखि सरर खुट्टा बिचमा म्याम तल माथि भयो खुट्टा हजुरको पुरै लोड सिटलाई दिनु भयो होइन त्यो त उसले त्यो अलिक सिकिसकेको छैन हुँदैन यस्तो यो एकदमै रङ हो है रङ पोजिसन हो एकदमै बिस्तार आउन योश ल फेरि लु भाइ भएन भाइ ए ल फेरि लु भाइ भएन भाइ ए साइकल निकाल्दिनु न लु भाइ बिस्तारो भाइ भएन भाइ दशा तले छ अघिदेखिको अगाडि रोक्नु त उहाँ सर फेरि लड्नु भयो भाइ बिस्तार जाउँ तपाईँको दशा चलेको छ कि आज भएन हिँड्नु बिस्तार हिँड्छु हिँड्नु म भोक अगाडि बस्नु है साथीहरू अलिअलि लड्नु भएको छ कि त्यहाँ रोक्नु न एकछिन जाउँ कहीँ दुखेछ कि स्प्रे मोप सोप केही बोक्नु नजिकै हुनुहुन्छ भने एकजना आउनु न माथि होइन एकछिन तपाईँ बिस्तारै हिँड्नु न खुट्टाले अप्ठ्यारो बनाएको त्यहाँ मलाई अहिलेको त्यही त मजा आउँछ ठिक छ दाइ कन्ट्र्याक्टर हो कि भान्ची हो उमेश दाइ ओ उमेश दाइ कन्ट्र्याक्टर हो कि भान्ची हो कतिवटा रोल निभाउने